तपाईँलाई अझ उत्तर दिन सजिलो हुन्छ ल हेर्नुहोस् है प्रोग्रामले सुनेछ नि अब भिडियो आउँछ हेर्नुहोस् एरोनोटिक्समा मैले पनि त्यहाँ पनि मैले काम गर्ने अवसर पाएको थिएँ, तर मैले पछि गरिनँ त्यहाँ, जुन अहिले उडिसामा छ, जसमा तपाईँको अग्नि 5 बनायो। त्यतिखेर म सिलेक्टेड पर्सन। आँसु उठ्छ क्या मलाई सुन्दाखेरि पनि तर मैले त्यतिखेर जब बिचरा भाइ यार खतरनाक किनभने अर्काका देशका लागि म हतियार बनाउँदिनँ। अर्का देश हजुर त मैले यो चाहिँ राम्रो गर्नुभयो। यो चाहिँ विनयजङ बस्नेत भन्ने मान्छेसँग हामीले कमेडी गरेको भिडियो बाहिर ल्यायो। कमेडी गरेँ होइन ल अब अफ गर्नुहोस् यो मान्छे के हो यो मान्छे को हो हामी त लास्ट पनि ए ज्ञान दा कहाँ 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 हो म त संसदको कामले हो। ए त्यो अनि यो यत्रो मिडियामा आइसक्यो के गर्नु त अब के भनौँ मैले के भन्नु त यार तातन साह्रो यार। हाम्रो यो कमेडीको कुरा गरेर सक्यो, मेरो पब्लिक कुरा गर्दा कमेडी कुरा गरेर सक्ने। त्यही भन्ने नि यसमा धोका दियो भने दाइलाई चाहिँ मैले फल्ला अनि त्यसपछि दाइ चाहिँ मेरो मान्छे होइन भन्ने लाग्छ। ए तिमीले यो बारेमा त मैले व्यवहारिक लास पोल्छ मेरो दाइले भनेर समझमा पहिले मान्ने हुँदाखेरि बोल्नु पर्ने थिएन यार गएपछि भइगयो त। अब के गर्नु त मैले ल त्यही त भन्नु, ज्ञानेन्द्रले भनेको कुरा सही हो भन्दै सक्यो, अर्कै लामो गरेछ। ल उसले भनेको सही हो भन्ने नि मैले ज्ञानेन्द्रले जुन भनेको थियो त्यो यो हाम्रो कमेडी गरे हो त्यतिखेर ए भन्दै सक्यो कसैले सोध्यो भने सोध्नलाई त कति मान्छेले फोन गरिसक्यो टिकाराम दाइले फोन गरिसक्यो मलाई के भन्ने हो जाठा होइन नि त्यो मान्छे मिडिया हो नि त यार ज्ञानेन्द्र के गर्ने र भन मिडियामा हामी गएर त्यसो हाइट बढाइदियो क्या दाइ, ठुलो कुरै छैन त्यसमा। त्यही तिम्रो यही घमण्डले तिमीले बिगारे हो क्या ज्ञानेन्द्र कहिले काहीँ त मलाई पनि विचार गर न कति सिकाएको मैले तिमीलाई ल त्यही गर्नु त। के गर्ने रेकर्ड भइरहेको छ मिडिया काटिसक्यो ए। तेरि रेकर्ड भइसक्यो सिटी रेकर्ड भयो नि तपाईँका देख्नुभयो उसको घमण्ड गर्छ तर यस्तो नि त अब यो ऊ गएर फोन रेकर्डहरू चाहिँ जस्तो होइन फोन हाल्ने ऊ गएर टिकाराम यात्रीको चाहिँ नि के गर्दा अरे उसले हाइट बढाइदियो अरे त्यहाँ रवि लामिछाने जान सक्छन् बालन शाह जान सक्छन् कस्ता कस्ता त्यति दिग्गज व्यक्तिहरू छन् यो गएर हाइट बढाइदियो अरे बुझीले कस्तो नाटक लाग्छ यो मान्छेको कुरा मलाई जहिले पनि यार जहिले पनि त्यही भएर यो मान्छेको जुम्लावासी है जुम्लावासीलाई मैले भन्न चाहेँ उसका सपोर्टरहरू धेरै छन्